Hello guys, I'm getting ready for Mustang. See you there. हेलो गाइज वेलकम ब्याक टु माई च्यानल। धेरै पछि आज एउटा भिडियो आउँदैछ। मैले भनेको थिएँ पाल्पा जाँदाखेरि चाहिँ म मुस्ताङ जान्छु यिनीसँग भनेर है। अब आज फाइनल त्यो आयो। अब आज हामी बिहानको 4 बजे भनौँ न, अब लगभग उठ्न त अब 2 बजे नै उठेको। अब 4 बज्न लागिसक्यो। अब हामी यहाँदेखि निस्किन्छौँ। हामी अहिलेसम्म बुटोल तिलुतामा। साथीहरू अहिले हामी आइसकेका छौँ रेडीमा। यहाँ चाहिँ एउटा मजाको राम्रो झलुङ्गी पुल रहेछ जुन अहिले रिसेन्टली बनेको रहेछ है। यो चाहिँ 3 मुखे ब्रिज भन्दो रहेछ यसलाई। यहाँ चाहिँ हाम्रो 3टा ठाउँ चाहिँ गुल्मी, स्याङ्जा अनि पाल्पा चाहिँ कनेक्ट हुँदो रहेछ कि यो ब्रिजबाट। ल हेर्नुहोस्, हजुरलाई थाहा छ नेपाल चाहिँ सस्पेन्सन ब्रिजको लागि धेरै नै फेमस छ। धेरै जसो पहाडी इलाकामा सस्पेन्सन ब्रिज नै धेरै युज भइरहेको हुन्छ। म चाहिँ अहिले गुल्मीमा छु है साथी। म यसो पाल्पातिर गएर आउँछु। होइन यार, स्याङ्जा जान मन लाग्यो मलाई। अहिले चाहिँ हामी आइपुगेका छौँ बेनी बजार। यहाँ चाहिँ अब खानासाना खान्छौँ अनि त्यसपछि हामी लाग्छौँ सिधै मार्फाको लागि। बिहान 4 बजे बुटोलबाट हिँडेको हामी। अब अहिले एराउन्ड कति बज्यो, 10:40 भइसकेछ। 12 बजे पुग्ने आश थियो, तर अब सायद हामी पुग्दैन मलाई 12 बजे। 1 बजीसम्म हामी पुग्छौँ। त्यसपछि रेस्ट गरेर हामी त्यहाँबाट अब घुम्न थाल्छौँ। हुन्छ, हेर्दै गर्नु मेरो ब्लगहरू है। अब सबै सिनहरू मैले सबै क्याप्चर गरेको छु होइन। अब यो ब्लगमा मैले हाल्नेवाला छु। सबैले मन पराइदिनु होला है। लाइक सब्सक्राइब चाहिँ गर्न नबिर्सनु है। अब यहाँ होटलहरू छन्, यिनी होटलहरूमा गएर अब खाना खाने हामीले। जे भन्नुहोस्, बाटो यति राम्रो छ। अब कतै कतै चाहिँ अब अफ रोड छ, तर जे होस् मजा आउँछ। पुरा ब्लग हेर्नु होला है। यस्तो राम्रो राम्रो सिन मैले क्याप्चर गरेको छु नि, हजुरहरूले अब यो भिडियो हेरेपछि थाहा पाइहाल्नुहुन्छ। साथीहरू यहाँ पुरा देसी पाउडर उडिरहेछ, हेर्नुहोस्। हामी अब लाग्यौँ बेनीबाट मुस्ताङको लागि। लगभग तपाईँको 2.5 घन्टाको बाटो छ। तर यो बाटो चाहिँ अब अहिले चाहिँ पुरा अफ रोड छ कि, यहाँ पुरै कच्ची बाटो छ है। तर यहाँको जुन सिनहरू हेर्नु न, साथीहरू अब म हजुरलाई यस्तो भ्यू देखाउन जाँदैछु नि। त्यो भ्यू हेरेर हजुरहरूले मेरो भिडियो 2-3 चोटि रिपिटमा हेर्नुहुन्छ क्या। ल हेर्नु है त। डेडलिएस्ट रोड। यहाँ हेर्नुहोस्, अब यहाँ धेरै इन्डियन टुरिस्टहरू, नेपालका अब टुरिस्टहरू सबैहरू यहाँ आउनुभएको छ है घुम्नलाई। यो चाहिँ हाम्रो तातोपानी एरिया। बाटो चाहिँ हेर्दाखेरि त लाग्दैन है, तर अगाडि बढेपछि चाहिँ उकालो 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 हुँदै जान्छ। अनि हामी उहाँ तलबाट आएछौँ। अहिले चाहिँ अब अझै माथि कति जानु बाँकी छ। सिन हेर्नु न साथीहरू, सिन क्या दामी। बाटोमा ठाउँ ठाउँमा चाहिँ यस्तै झर्ना छ है।
कुनै ठुल्ठुला छन् कुनै सानसाना छन् तर हेर्दाखेरि चाहिँ क्या बवाल देखिन्छ क्या लास्टै झामिला यहाँ आउन मन लागेको मलाई चाहिँ धेरै नै भयो म +2 दिएपछि चाहिँ मलाई यहाँ घुम्न मन लागेको थियो है मुस्ताङतिर आउन मन लागेको थियो तर त्यस्तै भयो तर अहिले चाहिँ जुर्यो है अनि यही पनि अब 2-3 चोटि फेरि क्यान्सल भएर फेरि आज सक्सेसफुल भएको हो यो प्लान जे हुन्छ भनेर हिँडेको अब आइयो यहाँसम्म त अब चाहिँ हामीले यहाँ पर्मिट बनाउनु पर्ने हुन्छ होइन इफ अब फरेन सिटिजन हो भने चाहिँ उहाँलाई पर्मिट बनाउनु पर्ने हुन्छ अनि नेपाली सिटिजन हो भने चाहिँ यहाँ दर्ता मात्रै गरेर हामी अगाडि बढ्न सक्छौँ चारैतिर हरियो पहाड अनि सेतो हिमाल हेर्दाखेरि हजुरलाई कस्तो लागिरहेछ यहीँ बसेर हेरिरहेछौँ जस्तो भइरहेछ है मलाई त आहा चिसो मौसम है मार्फा आइसकेको छौँ अनि यता साइडमा सेउ खेती देखाउन अब सेउ खेतीहरूको साइडमा चाहिँ हामी हेरिरहेछौँ होइन हल्का सिमसिम पानीहरू छ परिरहेछ मौसम चिसो छ त्यसरी चिसो छ होइन अनि आई रियली विश कि हिउँ पनि परिदियोस् साँच्चै यार स्नोफल भयो भने त मजा हुन्छ यार भोलि मुक्तिनाथ जाँदाखेरि रमाइलो लाग्छ मुक्तिनाथमा चाहिँ बरु चान्स छ होला भनेको होइन तर यहाँ चाहिँ त्यस्तो खासै छैन यहाँ त लास्टै चिसो चाहिँ हुँदो रहेछ यार धेरै हावा लाग्दो रहेछ कि त्यही भएर यहाँ चिसो यता हेर्नु ल यहाँ सबै हामी चाहिँ अहिले मार्फामा छौँ अब हामी जेरी गल्लीतिर लाग्दैछौँ यसो गएर हेर्नु पर्यो जेरी गल्ली के कस्तो छ होइन टुलाइरहे तिम्रो यादलाई सम्झेर होइन हामी चाहिँ अहिले जेरी गल्ली जाँदैछौँ पानी चाहिँ दमदार आउँछ जस्तो छ हेर्नुहोस् आउन त आइयो जाने कसरी हो त्यसको पो टेन्सन हुन थाल्यो अब नेक्स्ट गल्ली चाहिँ हाम्रो जेरी गल्ली हो यहाँ चाहिँ मान्छेहरूको भिड छ सबै अब त्यो टिकटक बनाउनलाई रिल्स बनाउनलाई है यो हाम्रो जेरी गल्ली 7 नम्बर होला यहाँ चाहिँ पुरै भिड छ है सबैजनाहरू फोटो खिच्न भिडियो बनाउन गर्न आउनुभएको छ अब यहाँ रिल पनि चल्दैछ
यो हाम्रो जेरी गल्ली ल अब अगाडि बढौँ होइन सबै ठाउँ हेर्दै गरौँ कमेन्ट चाहिँ गर्नु होला है के कस्तो लाग्यो भनेर वहाँदेखि यहाँ आइएको छ है अनि सबै क्याप्चर गरेर हजुरहरूलाई देखाएको छु के कस्तो लाग्यो भनिदिनु होला लाइक गरिदिनु सब्सक्राइब गरिदिनु है ठ्याक्कै रेस्टुरेन्टमा खाना आएका थियौँ हामी है अनि त्यसपछि चाहिँ यहाँ अब हामीले 3 जना नयाँ साथीलाई चाहिँ भेट्यौँ यिनी 2 जना चाहिँ अब अनएक्सपेक्टेडली भेटेका नि तर अब यस्तो रिलेसन खोज्दै जाँदाखेरि अब आफ्नै साथीभाइ पो अरे अनि उहाँ दिदी चाहिँ स्पेनबाट इज फ्रम स्पेन यिनीहरू त अब चिन्नुहुन्छ हजुर मलाई त अब झनै नचिन्दा कुरै भएन So what? Why do you laugh? He just made like comedy about his name. Okay. His name is Soga, but he pronounced that he tried to pronounce like it's a foreigner. So that's like we can understand the Nepali tone or other tone, so that's why we laugh. Am I right? No, you are not right. Which one? Ujjwal. Okay. Why some guys come half guys and other guys they don't? I think all Nepali people have to wear this second thread. So it's like for everyone. Yeah, it's for everyone, but like some choose not to wear it. Like it's a bit weird for them. Like We have a festival called Johnny Purnima, and where we exchange, like where the male exchange their journey. You change with other people? No. Like It is basically a symbol of maturity. Like girls have the menstruation, right? Like that, boys will have this one. Yes. yes, I Simple, saw like that. in a simple form. in conclusion. Okay, I saw a lot of people today in the temple with bras and I was wondering. Yeah. Especially Nepalese and Indian people follow this. Yes, I'm so glad that I've met you, and I'm also super happy that I'm learning a lot about the Nepalese culture. Yeah. Thank you, ma'am. And please follow him. like, share, subscribe. गफ गर्दै बस्यौँ हामी अब निस्किँदाखेरि अहिले रात पर्यो अब बाटै भुलिएछ हामीले त कुन गल्ली हो आज उज्जवल एउटा नयाँ साथी पाएँ उज्जवल धेरै खुसी छन् आज उज्जवल गाइस बिहानको 7 बजिसकेको छ अब हामी एकैछिनमा फ्रेस भएर मुक्तिनाथतर्फ लाग्छौँ हजुरहरूलाई म एउटा सिन देखाउन चाहन्छु हाम्रो विन्डोदेखि देखिने होला साथीहरू अबको केही छिनमा हामीहरू पुग्नेछौँ मुक्तिनाथ मन्दिर तर बिच बाटोमा हामीले चाहिँ यो सिनेरी देखेपछि रोक्नु पर्यो फोटो पनि खिच्नु पर्यो हो कि होइन ल त क्या न्यानो वातावरण छ शीतल हावा चलिरहेछ चारैतिर पहाडै पहाड
यो हिमाल हेर्नु न, यो हिमाल। लाइफमा चाहिँ एकचोटि भए पनि मुस्ताङ चाहिँ आउनै पर्छ है साथीहरू। यु विल नेभर रिग्रेट कमिङ टु मुस्ताङ। आइपुगेका छौँ मुक्तिनाथ। अब हामी यहाँबाट हिँड्दै जानुपर्ने हुन्छ। यहाँको गाउँ हेर्नु त। सबभन्दा धेरै मलाई मन परेको हिमाल। हाई अल्टिट्युडमा भएको कारणले अल्टिट्युड सिकनेस हुनसक्छ है। आई मिन लेक लाग्न सक्छ। त्यही भएर हजुरहरू नआत्तिकन आरामले घुम्दै फिर्दै आउनु होला। जसलाई चाहिँ लेकको समस्या छ उहाँहरू चाहिँ ध्यानपूर्ण आउनु होला। यहाँ मन्दिर दर्शन गर्न आउने टुरिस्टहरूले यस्तो ढुङ्गाको एउटा हुन्छ नि ब्लग बनाउनु भएको छ। एउटा बिलिभ छ नेपाली समाजमा, मैले बुझेअनुसार है, जतिवटा ढुङ्गा राखेर हजुरहरूले जति फ्लोर बनाउन सक्नुभयो नि त्यति फ्लोरको हजुरको घर बन्छ अरे कि भगवान्ले पुऱ्याइदिनुहुन्छ अरे कि। मैले बुझेअनुसारको है। हजुरहरूलाई टाउको दुख्ने समस्या, टाउको भारी हुने, भोमिटिङ हुन्छ जस्तो भइरहेछ भने कृपया रेस्ट गरी गरी अगाडि बढ्नु होला। यहाँ बिचमा रेस्ट गर्नको लागि बेन्चहरू छ है। अनि यहाँदेखि सिन पनि क्या दामी देखिन्छ नि। हजुरआमाहरूको लागि पनि यहाँ सुविधा छ। हजुरहरूको अपङ्ग हुनुहुन्छ भने पनि यसरी तल गेटदेखि लिएर माथिसम्म चाहिँ पुर्याउने काम चाहिँ हुँदो रहेछ। अब सर्टेन फी लिनुहुन्छ होला उहाँहरूले त्यसको लागि। धारामा नुहाएर आइसकेपछि चाहिँ हामी यो दुईवटा पाप कुण्डमा नुहाउँछौँ अनि त्यसपछि बल्ल मन्दिर दर्शन गर्नलाई आउँछौँ। र अब हामी चाहिँ भए जतिको पाप चाहिँ पखाल्न जाँदैछौँ। यो चाहिँ हाम्रो मुक्तिनाथ मन्दिर। यहाँ 108 धारा छन् जहाँ हामीले पुरै अब हाम्रो पाप चाहिँ पखालिन्छ। हजुरले हेर्न सक्नुहुन्छ। यो छेउमा बस्छ त, त्यता छेउमा बस्छ।
भए जतिको पाक्छु सबै पखालेर आयो। कति चिसो छ पानी। मन्दिर दर्शन गरेर अब निस्केको। अब हामी यहाँबाट निस्केर खाना खाएर अनि पोखरातिर लाग्छौँ। मौसम हेर्दाखेरि पानी पर्छ जस्तो भएको छ। त्यही भएर सकेसम्म चाँडै पोखरा पुग्यो भने भोलि पोखरा घुम्ने अनि त्यसपछि लाग्ने आफ्नो घरतर्फ है। ज्यानमा ज्यान आयो भने साथीहरू भर्खरै खाना खाएर निस्केको। बिहानदेखि खाना जो खाइदिँदैन। यो बेलुका पनि त्यस्तै भयो। कति महँगो हो यहाँ खाना पनि। बजेट चाहिँ मजाले बोकेर आउनु पर्दो रहेछ है यहाँ। कति बोक्नु पर्छ नि भन्नु। एराउन्ड 10 त चाहिन्छ होला भन्छु म त। एराउन्ड 10 हामीले चाहिँ एराउन्ड 7 को एस्टिमेट गरेका थियौँ। तर पेट्रोलको रेट हेर्दाखेरि होइन खानाको रेट हेर्दाखेरि चाहिँ अब एकजनाले चाहिँ पर हेड चाहिँ 10 चाहिँ ल्याउनै पर्छ होला भन्छु मैले। अनि हामी चाहिँ यो होटलमा बसेर खाना खाएको। यहाँ चाहिँ साह्रै मिठो खाना पाइदो रहेछ है। हजुरहरू पनि आउनुभएछ भने यहाँ पस्नुहोस्। दुःख पाइयो सामान भएर पनि दुःख पाइयो। दर्शन गरेर फर्किँदाखेरि बाटोमा पानी आइदियो थियो। तर हजुरले यो गल्ती नगर्नु होला है। मौसम कस्तो देखि पनि बिहान रेन्टको रुम चाहिँ लिएर हिँड्ने गर्नु होला। अब हामीले चाहिँ रेन्टको ल्याएको त थियौँ तर अब रुममै छिट्यो। यसरी अब बुझ्नु परेको छ। मौसम चाहिँ लास्ट हेर्छ तर पुरै खराब भयो पुरै। तर जे भन्नुहोस् सिन चाहिँ बवाल छ। This is reality of Mustang. हो गएन? हो साथी हो। दुःख पाइयो बाटैभरि पानी परेको छ। यता दुःख पाइयो रेनकोट ल्याएर। हामी चाहिँ अहिले खुलामा के गर्दैछौँ भन्नुभयो होला होइन। हामी चाहिँ यहाँ शालिग्राम खोज्दैछौँ। शालिग्राम तर खोइ पाइन्छ जस्तो लागेन। बाय बाय मुस्ताङ। बाय बाय। गान्द्रीको बाटो यस्तै छ। कि हामी अर्कै रोडबाट आयौँ? होइन यही हो बाटो। मेन बाटो यही हो। शिट। छतमाथि आएर गान्द्रुकको यो भ्यू हेर्न चाहिँ लास्टै मन लागेको थियो। ल हेर्नुहोस् त क्या दामी ठाउँ छ। यता चारैतिर होटलै होटल छन् अनि ठ्याक्कै
ऊ त्यो पहाड चाहिँ अन्नपूर्ण, हिमसुली अनि माछापुच्छ्रे। अझै दुईजना अरे, दुईवटा चाहिँ अझै छ अरे, तर मलाई त्यसको नाम थाहा भएन। जे होस् रमाइलो छ यहाँको वातावरण पनि। बाटो हेर्नुहोस्, जता गए पनि उस्तै छ। यसो हेर्दाखेरि सेम टु सेम जस्तो लाग्छ। हो कि होइन 2-3 चोटि गलत बाटो गएर हामी फर्केका छौँ। घान्द्रुक जति राम्रो छ नि त्योभन्दा खतरनाक बाटो छ यहाँको। त्यही भएर सम्हालेर आउनुपर्छ है। राति यही ठाउँमा हामी चिप्लियौँ। हाम्रो थाहा पनि थिएन कि यो बाटोमा यस्तो हिलो छ, पानी आइरहेको छ भन्ने। ए भाइ 50 मिलाउनु मिल्दैन? 50 हो। कहाँबाट ल्याएको यो? हो र आफै टिपेर ल्याएको? ल पकड त। दुइटै देऊ ल हामीलाई। ल ल मिलेर है राख। हामी पोखरा आउनुको कारण चाहिँ कायाकिङ गर्नु हो, तर अब के गर्नु, अब हावाहुरी लायो, सायद अब हुँदैन होला। अब हामी यहीँबाट लाग्छौँ आफ्नो घरतर्फ। क्यान्सल क्यान्सल क्यान्सल, कायाकिङ गर्ने हाम्रो सपना क्यान्सल भयो पानीले गर्दाखेरि।